हेलो, आज मैले मुङको दाल चाहिँ भिजाएर पकौडा बनाउन हालेको। पकौडा प्लस कडी। मुङलाई चाहिँ बिहान भिजाउने र मिक्सरमा यसलाई अलिकति मसिनो नहुने गरी पिस्ने दरदरा, अनि बेसन हालिदिने, खुर्सानी, धुलो खुर्सानी, प्याज, अब आफूलाई के हाल्नु मन लाग्छ त्यो सबै मिसाएर मैले चाहिँ प्याज हालेको छु। त्यसलाई मिक्स गर्ने, मजाले मिक्स गरेर एकछिन त्यसलाई राखिदिने। त्यो सबै सामग्री चाहिँ मजाले मिक्स होस्। अब चाहिँ कराई बसाएर पकौडा ताप्न थाले। यो मेरो पकौडामा चाहिँ हरियो देखेको हरियो प्याज चाहिँ होइन, पकौडामा पालङको साग चाहिँ हो। पालङको सागलाई चाहिँ मैले मसिनो काटेर हालेको। अनि त्यसमा बिरो नुन पनि मैले हालेको थिएँ, बिरो नुन भन्नु बिर्सेछु। अनि यसलाई चाहिँ भटमासको तेलमा मैले चाहिँ पकौडा तार्दैछु। पहिलो लटको पकौडा चाहिँ मेरो तारिसकेँ, कस्तो हेर्दै क्रिस्पी भएको छ। अब दोस्रो लटको पकौडा बनाउनु सुरु। दोस्रो लटको पकौडा पनि पाकेर रेडी हुन लाग्यो। तपाईहरुलाई कस्तो लाग्यो मैले बनाएको यो मुङ दालको पकौडा? क्रिस्पी भयो, एकदम क्रिस्पी भएको छ, मजाले पाकेको छ भित्र पनि। कस्तो क्रिस्पी, यस्तो दामी भएछ, खान टेस्ट एकदम। र यता चाहिँ मैले दही फिटेर रेडी बनाएको छु। दहीलाई फिटेर कडी पत्ता, जिरा, लसुन हालेर भुट्दैछु। त्यसमा प्याज पनि भुटिदिने। यो चाहिँ मैले कडी बनाउन आँटेको, दहीको कडी। अब यसलाई एकछिन भुट्ने, अनि त्यसपछि आफ्नो इच्छा अनुसार खोर्सानी चाहिँ हाल्ने। अनि मैले चाहिँ कस्तुरी, त्यो लाल मिर्च पिरो त्यस्तो हुँदैन त्यो हालेको, बेसार, नुन स्वाद अनुसार हालिदिने। अनि त्यसपछि अलिक भुटेपछि त्यसलाई यो दही अघि फिटेर राखेको दहीलाई चाहिँ बिस्तारोसँग ग्यासको आँच चाहिँ अलिक कम गर्ने, फाट्ने डर हुन्छ दही फेरि अलिक ठुलो आँचमा। अनि यसमा अलिकति मैले बेसन पनि फिटेर यसैमा मिसाइदिएको छु, थोरै बेसन। बेसनले चाहिँ अलिकति कडीलाई अलिकति बाक्लो बनाउँछ यो। अनि यसलाई एकछिन राम्रोसँग उम्लिन दिने, नुन स्वाद अनुसार हाल्ने। कचोटि नुन भने मैले आफै बिर्सेँ। अनि यसमा पकौडा हालिदिने, कडीमा पकौडा हालिदिएर अनि एकछिन यसलाई उम्लिन दिने, मजासँगले उम्लिन्छ। अब उम्ल्यो कडी। अब मेरो मैले बनाएको पकौडा कडी, मुङ दाल पकौडा कडी अब रेडी भयो। कस्तो लाग्यो हजुरहरूलाई मैले बनाएको मुङ दाल कडी पकौडा?